सबैलाई अनलाइन पाठशालामा स्वागत छ। म विवेक रेग्मी। आज हामीहरू नम्बर सिस्टम कन्भर्जन हेर्न गइरहेका छौँ है। कन्भर्जन। अब हामीहरूसँग आज हामीले न्युमेरिकल सल्भ गर्न भन्दा पनि हामीले थ्योरी कन्सेप्ट क्लियर गर्छौँ, त्यसपछि हामी न्युमेरिकलमा जान्छौँ। अब हामीसँग नम्बर सिस्टम कयवटा छन् त? सुरुको भयो कुन नम्बर सिस्टम हो? बाइनरी। अर्को कुन छ? डेसिमल। अर्को कुन छ? हेक्साडेसिमल। अर्को कुन छ? अक्टल। अब हामीले जति पनि कारोबार गरेर हुन्छौँ डेली बेसिसमा, त्यो कुनमा हुन्छ? डेसिमलमा हुन्छ। जस्तै 100 रुपियाँको हामीले चाउचाउ किन्यौँ भनेपछि हामीले डेसिमलमा दिन्छौँ नि त पैसा, त त्यो डेसिमल नम्बर सिस्टममा दिइरा हुन्छौँ। र हामीले कहिले बाइनरीमा ट्रान्जेक्सन गरेर सुनेको छौँ। बाइनरी नम्बर भनेको कस्तो नम्बर हो? 0 र 1 को कम्बिनेसनमा यदि हामीले कुनै चिज लेखिरहेछौँ भनेपछि त्यो के भयो? बाइनरी नम्बर भयो। हामीले कहिले भन्छौँ र जस्तै बाइनरीमा के हुन्छ? 0 भनेको 0 हो, 1 भनेको 1 भयो, 2 लाई हामीले कसरी लेख्छौँ बाइनरीमा? 10 भनेर, 3 लाई हामीले कसरी लेख्छौँ? 11 भनेर, 4 लाई हामीले कसरी लेख्छौँ? 4 लाई हामीले 100 भन्ने भयौँ। यो भनेपछि हामीले 2 रुपियाँको या के चाउचाउ दिनु, सानोमा चाउचाउ दिनु भन्छौँ, या हामीले 10 रुपियाँको चाउचाउ दिनु भनेपछि त्यो 10 रुपियाँ ठुलोवाला चाउचाउ हुन्छ नि त। मतलब बाइनरीमा ट्रान्जेक्सन गर्दैनौँ कि हामीले ट्रान्जेक्सन केसमा गरिरहेको हुन्छौँ? जहिले पनि डेसिमलमा गरिरहेको हुन्छौँ। अब हेक्साडेसिमलमा तिम्रो कस्तो नम्बर हुन्छ भनेपछि 0 देखि 9 र ए देखि एफ भनेपछि हाम्रो हेक्साडेसिमलमा कस्तो हुन्छ? नम्बर र अल्फाबेटको कम्बिनेसन हुने भयो। अल्फाबेटको कम्बिनेसन भएर के हुने भयो? त्यो हेक्साडेसिमल हुने भयो। हेक्साडेसिमल हुने भयो। यो केमा युज हुन्छ भनेपछि हाम्रो कम्प्युटरको मेमोरीहरू सो गर्न, मेमोरी एड्रेसहरू सो गर्दाखेरि हाम्रो केमा लेखिएको हुन्छ? हेक्साडेसिमल नम्बरमा लेखिएको हुन्छ। अब अर्को के छ? हाम्रो अर्को कुन नम्बर सिस्टम छ? अक्टल छ। अक्टलमा के हुन्छ? 0 देखि 7 सम्मको कम्बिनेसनलाई हामीले के भन्छौँ? अक्टल भन्छ। अब हामीले यिनीहरूको बेस भ्यालु के कस्तो हुन्छ भनेर डिस्कस गर्दाखेरि, जस्तै हाम्रो बाइनरीमा कतिवटा नम्बर हुन्छन्? 2टा। सो यसको बेस भ्यालु कति हुने भयो? 2। डेसिमलमा कतिवटा नम्बर हुन्छन्? 0 देखि 9 सम्म। त्यो भएर यसको बेस भ्यालु कति हुने भयो? 10। हेक्साडेसिमलमा कतिवटा नम्बर हुन्छन्? 0 देखि 9 र ए देखि एफ। सो यसमा टोटल कतिवटा हुने भयो? 16 वटा। सो 16 यसको के हुने भयो? बेस भ्यालु हुने भयो। अर्को के छ? अक्टल। अक्टलमा कतिवटा नम्बर हुन्छन्? 0 देखि 7 सम्म हुन्छ। त्यो भएर यसको बेस भ्यालु कति हुने भयो? 8 हुने भयो। हामीले यो बेस भ्यालु चाहिँ जानिराख्नुपर्छ है। जस्तै बाइनरीको बेस भ्यालु कति हुने भयो? 2 हुने भयो, डेसिमलको 10 हुने भयो, हेक्साडेसिमलको 16 हुने भयो र अक्टलको 8 हुने भयो। अब हेर्दाखेरि हामीले अब के बुझौँ भनेपछि यो हाम्रो डेसिमल के हुने भयो? यो अर्डिनरी नम्बर, ORDINARY अर्डिनरी नम्बर भयो। किनभने हामीले यो डेली बेसिसमा युज गरिरहेको हुन्छौँ। अनि यो जति पनि छ बाइनरी, हेक्साडेसिमल, अक्टल, यो के भयो? अनअर्डिनरी नम्बर, मतलब एबनर्मल नम्बर पनि भन्न मिल्यो है। तर हामीले यो बुझ्ने भाषामा, सरल भाषामा मात्र हामीले यो नाम दिइरहेछौँ, तर यो नाम कतै पनि युज भएको चाहिँ हुन्न। यो चाहिँ बुझ्नको लागि हामीले के भन्यौँ? डेसिमललाई नर्मल नम्बर या अर्डिनरी नम्बर र बाइनरी, हेक्साडेसिमल र अक्टललाई हामीले के भन्यौँ? एबनर्मल नम्बर र नट अर्डिनरी नम्बर भनेर भन्यौँ। अब के बुझौँ हामीले कसरी सल्भ गर्ने न्युमेरिकलहरू भनेपछि, अब तिमीहरूलाई कस्तो दिया हुन्छ? डेसिमललाई बाइनरीमा चेन्ज गर, बाइनरीलाई डेसिमलमा चेन्ज गर, हेक्साडेसिमललाई अक्टलमा गर, अक्टललाई बाइनरीमा गर भनेर कुनै पनि सोध्न पायो कि इक्जाममा। यस्तो के हुन्छ? यो न्युमेरिकल, यस्तो टाइपको न्युमेरिकलहरू आइरहेको हुन्छ तिमीहरूलाई। अब हामीले यसमा के एउटा फर्मुला भन्दा ट्रिक के बुझ भनेपछि, यदि तिमीहरूलाई
डेसिमल टु बाइनरी गर्न भन्यो भनेपछि के फर्स्ट स्टेप के ख्याल गर्नु भनेपछि डेसिमल हाम्रो कुन साइडमा छ, जस्तै डेसिमल हाम्रो लेफ्ट साइडमा भएपछि हामीले जहिले पनि के गर्नु पर्यो भनेपछि फ्याक्टर गर्न पर्यो। के गर्न पर्यो? फ्याक्टर गर्न पर्यो। यदि हाम्रो डेसिमल जस्तै बाइनरी टु डेसिमल भन्यो गरे, यदि हाम्रो डेसिमल केमा राइट ह्यान्ड साइडमा भनेपछि डेसिमल हाम्रो राइट साइडमा भएपछि हामीले के गर्न पर्यो भनेपछि इन्टु गर्न पर्यो। यति बुझ्न पर्यो है। मेन बुझ्न पर्ने के छ? बाइनरीको बेस भ्यालु कति हुन्छ? 2 हुन्छ। डेसिमलको बेस भ्यालु कति हुन्छ? 10 हुन्छ। हेक्साडेसिमलको बेस भ्यालु कति हुन्छ? 16 हुन्छ र अक्टलको बेस भ्यालु कति हुन्छ? 8 हुन्छ भनेर बुझ्नु पर्यो हामीले। र अर्को बुझ्ने कुरा के हो भनेपछि हामीले कुनै पनि नम्बर कन्भर्जन गरिरहेछौँ भने हामीले सुरुमा हेर्न पर्ने के हुन्छ? डेसिमल कुन साइडमा छ? लेफ्ट साइडमा छ कि राइट साइडमा छ? यदि लेफ्ट साइडमा छ भनेपछि हाम्रो के गर्ने भयो? हामीले फ्याक्टर गर्ने भयौँ। यदि डेसिमल राइट साइडमा छ भनेपछि हामीले के गर्ने भयौँ? मल्टिप्लाई गर्ने भयौँ। यदि तिमीलाई डेसिमल टु बाइनरी, बाइनरी टु डेसिमल आयो, या डेसिमल टु अक्टल, अक्टल टु डेसिमल आयो, या डेसिमल टु हेक्साडेसिमल अनि हेक्साडेसिमल टु अक्टल आयो भने पनि सेम हो प्रोसेस फलो गर्ने। के हेर्न पर्ने भयो? डेसिमल कुन साइडमा छ? राइट छ कि लेफ्ट छ? यदि लेफ्ट छ भने तिमीले के गर्नुपर्ने भयो? फ्याक्टर गर्न पर्ने भयो। राइट छ भनेपछि तिमीले के गर्नुपर्ने भयो? इन्टु गर्नुपर्ने भयो भनेर बुझ। अब जहिले पनि हामीले के ख्याल गर्नु पर्यो? डेसिमलको बेस भ्यालु 10 ले हामीले कहिले पनि न फ्याक्टर गर्छौँ न इन्टु गर्छौँ भनेपछि यो साइडमा कुन बच्यो? डेसिमलको 10 ले त हामीले के कामै गर्दैनौँ भनेपछि यो त युजै गर्ने भएन भनेपछि जुन साइडतिरको अर्को नम्बर बच्छ त्यो नै हामीले के गर्छौँ? त्यसको बेस भ्यालु लिएर फ्याक्टर र इन्टु गर्ने गर्छौँ। अब यसमा अर्को साइडमा के छ? हेक्साडेसिमल छ। हेक्साडेसिमलको के छ? बेस भ्यालु 16 हो। अब डेसिमल कुन साइडमा छ? लेफ्ट ह्यान्ड साइडमा छ। लेफ्ट ह्यान्ड साइडमा डेसिमल भएपछि हामीले के गर्न पर्यो? फ्याक्टर गर्न पर्यो। कतिले? 16 ले। अब यसमा हेर, यो अक्टल भयो, यो डेसिमल भयो। डेसिमल कुन साइडमा छ? राइट ह्यान्ड साइडमा। राइट ह्यान्ड साइडमा डेसिमल भएपछि हामीले के गर्छौँ? इन्टु गर्छौँ। इन्टु कसले गर्ने? डी को बेस भ्यालु कति हो? 10 हो, जसले हामीले कहिले पनि इन्टु र फ्याक्टरमा युज गर्दैनौँ। ओ को बेस भ्यालु कति हो? 8 हो, सो हामीले इन्टु कतिले गर्ने? 8 ले गर्ने। अब हेर, यसमा बाइनरी के भयो? डेसिमल छ। डेसिमल कुन साइडमा छ? राइट ह्यान्ड साइडमा छ। राइट ह्यान्ड साइडमा छ भनेपछि हामीले के गर्छौँ? इन्टु गर्छौँ। र डेसिमलको बेस भ्यालु कति हो? 10 हो, जुन हामीले कहिले पनि युज गर्दैनौँ मल्टिप्लाई र फ्याक्टर गर्नलाई। बेस भ्यालुको बाइनरीको बेस भ्यालु कति हो? 2 हो, सो हामीले के गर्यौँ? इन्टु 2 गर्नुपर्ने भयो। यहाँसम्म बुझ्यो? हामीसँग 4 टाइपको छ, बाइनरी, डेसिमल, हेक्साडेसिमल र अक्टल। बाइनरीको बेस भ्यालु कति हुने भयो? 2 हुने भयो। डेसिमलको बेस भ्यालु कति? 10 हो। हेक्साडेसिमलको बेस भ्यालु कति हो? 16 हो। अक्टलको बेस भ्यालु कति हो? 8 हो। र डेसिमल लेफ्ट ह्यान्ड साइडमा आएपछि हामीले के गर्छौँ? डेसिमल लेफ्ट ह्यान्ड साइडमा आएपछि हामीले के गर्यौँ? फ्याक्टर गर्यौँ। अनि डेसिमल राइट ह्यान्ड साइडमा आएपछि हामीले के गर्यौँ? इन्टु गर्यौँ। यति ख्याल गर्नु पर्यो। अब यहाँ हेर, हामीले सुरुमा के गर्नु पर्यो? कुनै पनि क्वेसन सल्भ गर्दाखेरि भनेपछि हामीले के गर्नु पर्यो? यहाँ फिगर बनाउनु पर्यो है। यो चाहिँ आफै रफमा गराउने हो। यहाँ चाहिँ ट्रिक भएको भएर, सल्भ गर्न सजिलो भएको भएर मैले फिगर बनाउन भनेर भन्छु है, तर रफमा गर्ने हो सबै। यहाँ के छ? 10 केसको बेस भ्यालु हो? 10 डेसिमलको, डी लेखेँ। 2 केसको बेस भ्यालु हो? बाइनरीको। अब मैले के भनेको थिएँ? अब हामीले के हेर्न पर्यो? डेसिमल कुन साइडमा छ? लेफ्ट साइडमा। लेफ्ट साइडमा भएपछि हामीले के गर्ने हो? फ्याक्टर भनेपछि अब फ्याक्टर कतिले गर्ने? डी को बेस भ्यालु कति हो? 10 हो। 10 ले कहिले पनि न फ्याक्टर हुन्छ न इन्टु हुन्छ। बाइनरीको बेस भ्यालु कति भयो? 2 हुन्छ भनेपछि हामीले केले गर्नु पर्यो? 2 ले फ्याक्टर गर्नु पर्यो। कसलाई 2 ले फ्याक्टर गर्ने? हामीले दिएको नम्बरलाई 2 ले फ्याक्टर गर्ने। 22 लाई
2 ले फ्याक्टर गर्दाखेरि 2 1 जा 2 2 1 जा 2 बेस कति आयो रिमाइन्डर 0 2 5 जा 10 रिमाइन्डर कति आयो 1 2 2 जा 4 रिमाइन्डर कति आयो 1 2 1 जा 2 रिमाइन्डर कति आयो 0 2 0 जा 0 रिमाइन्डर कति आयो 1 एन्सर कति हुने भयो यसको कति हुने भयो 1 0 1 1 0 कति हुने यसको के हुने भयो रिमाइन्डर हुने भयो बुझ्यो नि कसरी गर्ने भनेपछि सुरुमा क्वेशनमा हामीले बेस भ्यालु हेरेर फिगर बनाउनु पर्यो बेस भ्यालु हेरेर फिगर बनायौं फिगरमा हामीले त्यसपछि के हेर्नु पर्यो डेसिमल पार्ट छ कि छैन डेसिमल पार्ट कुन साइडमा छ लेफ्ट ह्यान्ड साइडमा छ कि राइट ह्यान्ड साइडमा छ यदि लेफ्ट ह्यान्ड साइडमा डेसिमल पार्ट छ तिम्रो भनेपछि के गर्नु पर्यो हामीले जहिले पनि फ्याक्टर गर्छौं अब फ्याक्टर कतिले गर्ने डेसिमलले त कहिले पनि न मल्टिप्लाई हुन्छ न फ्याक्टर हुन्छ भनेपछि हामीले कतिले गर्नु पर्यो बाइनरीको बेस भ्यालुले बाइनरीको बेस भ्यालु कति हो 2 हो त्यो भएर हामीले के गर्यौं 2 ले फ्याक्टर गर्यौं अनि फ्याक्टर गर्दै गयौं फ्याक्टर गर्दाखेरि आन्सर कति आयो यो आन्सर आयो यो हाम्रो के भयो बाइनरी नम्बर भयो कसको इक्विभ्यालेन्ट टु 22 को डेसिमल को बाइनरी कति हुन्छ 10110 यस यति हुन्छ तर हामीले आन्सर लेख्दाखेरि क्वेशन फर्मेटमा क्वेशन के छ डेसिमल टु 20 यति दिएछ यसलाई हामीले आन्सर निकाल्दाखेरि 10110 यो फर्मेटमा हामीले आन्सर लेखेर आन्सर लेख्न पर्ने हुन्छ है मैले तिमीलाई बुझाउनलाई मात्र भनेको यो हामीले के गर्यौं क्वेशन सल्भ गर्यौं अब यस्तै गरी अर्को के क्वेशन हुन्छ भनेपछि अघि हामीले के गर्यौं डेसिमललाई बाइनरीमा चेन्ज गर्यौं त्यस्तै गरी हामीले बाइनरी टु डेसिमल पनि गर्न सक्यौं अनि अक्टल टु डेसिमल गर्न सक्यौं डेसिमल टु अक्टल गर्न सक्यौं मतलब डाइरेक्ट डेसिमलमै छ एक साइडतिर डेसिमलै छ त्यो भएर हामीले मल्टिप्लाई गर्ने कि फ्याक्टर गर्ने भनेर हामीलाई सजिलो हुन्छ छुटाउनको लागि तर यो क्वेशनमा के छ 16 के को बेस भ्यालु हो हेक्साडेसिमलको एच लेखे अनि 2 केसको बेस भ्यालु हो हाम्रो 2 के को हो बी बाइनरी को बेस भ्यालु हो अब यो यसमा हेर डेसिमल छ यो साइडमा लेफ्ट ह्यान्ड साइडमा पनि डेसिमल छैन राइट ह्यान्ड साइडमा पनि डेसिमल छैन यो यस्तो केसमा हामीले के गर्नु पर्छ भनेपछि हामीले बीचमा हेक्साडेसिमललाई डेसिमलमा कन्भर्ट गर्ने र डेसिमललाई बाइनरीमा कन्भर्ट गर्ने मतलब हामीले के गर्न पर्यो यस्तो दुवैतिर डेसिमल छैन भनेपछि हामीले के गर्न पर्यो बीचमा डेसिमल लेखेर अनि छेउछेउमा दिएको नम्बर लेखेर एरो बनाएर त्यो कन्भर्ट गर्न पर्ने भयो अब यसमा हामीले के गर्न पर्यो सुरुको पार्ट के हुन्छ हाम्रो यसलाई के भन्छ डिभाइड गर पहिलो पार्ट के छ हेक्साडेसिमल टु डेसिमल अर्को पार्ट के छ डेसिमल टु बाइनरी भनेपछि हामीले दुई टुक्रा पारेर गर्न पर्ने हुन्छ यस्तो क्वेशनहरु अब यसमा हेर हेक्साडेसिमल कति छ डी ई बी कति हो यो 16 हो यसलाई मैले केसमा चेन्ज गर्ने सुरुमा डेसिमलमा चेन्ज गर्ने डी भनेको कति हो 13 ई भनेको कति हो 14 ई इक्वल टु कति हो 10 हुन्छ बी इक्वल टु कति हुन्छ 11 हुन्छ सी को भ्यालु कति 12 हुन्छ डी को 13 हुन्छ एफ ई को 14 हुन्छ एफ को 15 हुन्छ यहाँ हाम्रो कति छ डीईपी डी कति छ 13 भयो अर्को ई को भ्यालु कति छ 14 हुन्छ बी को भ्यालु कति छ 11 छ यसलाई हामीले केमा डेसिमलमा चेन्ज गर्न पर्यो अब हेक्साडेसिमल टु डेसिमल चेन्ज गर्दाखेरि डेसिमल कुन साइडमा छ तिम्रो कुन साइडमा छ राइट ह्यान्ड साइडमा जहिले पनि यदि डेसिमल राइट ह्यान्ड साइडमा छ भनेपछि हामीले के गर्छौं इन्टु गर्छौं इन्टु कसले गर्छौं भनेपछि डेसिमलले त हामीले कहिले पनि इन्टु गर्दैनौं न फ्याक्टर गर्छौं त्यो भएर हामीले के गर्नु पर्यो यसले इन्टु गर्न पर्यो एच को बेस भ्यालु कति हुन्छ हेक्साडेसिमलको बेस भ्यालु 16 हुन्छ त्यो भएर हामीले 16 ले इन्टु गर्ने 13 * 16 प्लस 14 * 16 प्लस
11 इन्टु 16 गर्ने। अब हामीले चेन्ज गर्दाखेरि हाम्रो जहिले पनि के भयो, यो 13 त तिम्रो दुईटा नम्बर भए पनि डी भनेको एउटा नम्बरलाई रिप्रेजेन्ट गरिरहेछ नि त, त्यो भएर हामीले दुईटा नम्बर लग्या हो क्या। यहाँ ई भनेको एउटै नम्बर हो, तर यसलाई हामीले नम्बर सिस्टममा कन्भर्ट गर्दाखेरि पो 14 भएको, 14 त एउटै नम्बर हो नि त, त्यो भएर हामीले एकुन्टा लग्यौँ है। यहाँ 13 14 15 13 14 11 एकसाथ लग्यौँ। अब हामीले यो यति लेखिसकेपछि हामीले के दिनु पर्यो, यहाँ 0 को पावर 16 को पावर 0, 16 को पावर 1, 16 को पावर 2। अब हाम्रो यसलाई सल्भ गर्ने 13 इन्टु 16 पावर 2 कति हुन्छ त, 16 इन्टु 16 कति भयो, 256 हुन्छ, प्लस 14 इन्टु 16 को पावर 1 कति हुन्छ, 16 हुन्छ, प्लस 11 इन्टु 16 को पावर 0 कति भयो, 1 भयो। अब 13 इन्टु 256 कति भयो, 3328 हुन्छ, प्लस 14 इन्टु 16 कति हुन्छ, 224 हुन्छ, प्लस 11 इन्टु 1 कति भयो, 11 भयो। अब हामीले यो सबलाई के गर्नु पर्यो, प्लस गर्नु पर्यो। भनेपछि 3328 प्लस 224 प्लस 11 गर्दा कति भयो, कति हुन्छ, 3563 भयो, 3563 भयो। यो 3563 हाम्रो के भयो, के निकाल्यौँ हामीले, हेक्साडेसिमलदेखि डेसिमल निकाल्यौँ भनेपछि यसको बेस भ्यालु कति हुने भयो, 10 हुने भयो। तर हामीलाई क्वेसनमा त के भनेको छ, हेक्साडेसिमलदेखि बाइनरी निकाल भनेपछि हामी त बल्ल आधा बाटो पुग्यौँ, हेक्साडेसिमल डेसिमल निकाल्यौँ। अब हामीलाई के निकाल, डेसिमल भ्यालु कति हो त, यो हाम्रो डेसिमल भ्यालु हो नि त। अब यसलाई हामीले केमा चेन्ज गर्नु पर्यो, हेक्साडेसिमलमा चेन्ज गर्नु पर्यो। अब हेक्साडेसिमलमा चेन्ज गर्दाखेरि हामीले के हेर्न पर्यो भनेपछि सुरुमा हामीले के हेर्न पर्यो, डेसिमल कुन साइडमा छ, लेफ्ट ह्यान्ड साइडमा छ भनेपछि हामीले के गर्नुपर्छ, फ्याक्टर गर्नुपर्छ। फ्याक्टर कतिले गर्ने हो, 2 ले गर्ने हो, किनभने 10 ले कहिले पनि हाम्रो फ्याक्टर हुँदैन, नमल्टिप्लाई हुन्छ। भनेपछि अब हामीले फ्याक्टर गरौँ। अब कुन नम्बरलाई फ्याक्टर गर्ने, 3563 लाई 3563 हाम्रो के भयो, यहाँ 3563 हाम्रो के भयो, डेसिमल नम्बर भयो। हामीले यसलाई के गर्नु पर्यो, बाइनरीमा चेन्ज गर्नु पर्यो। बाइनरीको बेस भ्यालु कति हुन्छ, 2 हुन्छ, त्यो भएर हामीले के गर्यौँ, 2 ले फ्याक्टर गर्यौँ। 2 1 जा 2, 2 2 जा 2 1 जा 2 गर्यौँ, यहाँ 1 गयो, कति भयो, 2 7 जा 2 5 10, 2 6 12, 2 7 जा 14 हुने भयो। 1 यहाँ गयो, 2 8 जा 16 हुन्छ, 2 8 जा 16, अनि 1 यहाँ गयो, 2 1 जा 2 भयो, यहाँ कति भयो, रिमाइन्डर 1 हुने भयो। अब फेरि 2 ले 2 8 जा 16 हुन्छ, 1 यहाँ गयो, 2 9 जा 18 हुने भयो, 1 यहाँ 2 0 जा 0, कति आयो, यहाँ 1 आयो। अब 2 4 जा 8 भयो, अनि 2 4 जा 8 भयो, 1 यहाँ गयो, 2 5 जा 10 हुने भयो, 0। कति हुने भयो, 2 2 जा 4, 2 2 जा 4, 2 2 जा 4, रिमाइन्डर कति आयो, 1 आयो। 2 1 जा 2, 2 1 जा 2, 2 1 जा 2, रिमाइन्डर कति आयो, 0 आयो। 2 5 जा 10 भयो, यहाँ 1 आयो, 2 5 जा 10 कति आयो, 1 आयो। 2 2 जा 4, यहाँ 1 गयो, 2 7 जा 14, 1 आयो। 2 1 जा 2,
2 3 जा 6 कति आयो रिमाइन्डर 1 आयो 2 6 जा 12 रिमाइन्डर कति आयो 1 आयो 2 3 जा 6 रिमाइन्डर कति आयो 0 आयो अब 3 लाई 2 ले डिभाइड फ्याक्टर गर्दाखेरि 2 1 जा 2 रिमाइन्डर कति आयो 1 आयो 2 0 जा 0 रिमाइन्डर कति आयो 1 आयो अब यसको आन्सर कति हुने भयो हाम्रो कति आउने भयो आन्सर 1 1 0 1 2 3 4 चारवटा 1 0 1 0 1 1 के हुने भयो आन्सर हुने भयो भनेपछि हाम्रो कति हुने भयो DEB को हेक्साडेसिमल भ्यालु कति हुने भयो हेक्साडेसिमल भ्यालु 11011101011 हुने भयो अब यो हामीलाई क्लियर भयो के याद गर्नु पर्यो भनेपछि हामीले फिगरमा के गर्नु पर्यो सुरुमा फिगर बनाउनु पर्यो यदि हाम्रो फिगर सिधै DB भनेर डेसिमल छ हाम्रो सिधै फिगरमा डेसिमल छ भनेपछि हामीले के गर्नु पर्यो त्यो डेसिमल भ्यालु राइट ह्यान्ड साइडमा छ कि लेफ्ट ह्यान्ड साइडमा हेर्नु पर्यो यदि हाम्रो दुवैतिर डेसिमल भ्यालु छैन भनेपछि हामीले के गर्नु पर्यो डेसिमल भ्यालु के गर्नु पर्यो एड गर्नु पर्यो भनेपछि अनि एड गरिसकेपछि यसलाई हामीले के गर्नु पर्यो ब्रेक डाउन गर्नु पर्यो दुईटा पार्टमा डेसिमल अक्टल टु डेसिमल र डेसिमल टु बाइनरी बुझियो क्वेशन हामीले यसै गरी अब हामीले सबै क्वेशनहरु सल्भ गर्न सक्छौं है अब यसमा हामीले 16 ले इन्टु गरिरहेको थियौं भनेपछि यदि हामीले अक्टल गर्न पर्यो भनेपछि अक्टलमा हामीले के गर्छौं 8 ले इन्टु गर्छौं के अनि डेसिमलमा हामीले के भन्छन् बाइनरीमा हामीले के गर्छौं 2 ले इन्टु गर्छौं अब यसमा हामीले डेसिमल टु अक्टल गरिरहेको थियौं भनेपछि के गर्नु पर्यो फ्याक्टर बाइ 8 गर्नु पर्यो डेसिमल टु हेक्साडेसिमल गर्दाखेरि हामीले के गर्नु पर्यो फ्याक्टर बाइ 16 गर्नु पर्यो यो हामीले बुझिराख्नु पर्छ है आजलाई यति नै हामीले अरु क्वेशनहरु पनि सल्भ गर्छौं न्यूमेरिकलहरु सल्भ गर्ने गर्छौं क्वेशनहरु आजलाई यति नै